नमस्कार साथीहरू, तपाईहरू कक्षा 5मा पढ्ने भाइ-बहिनी हुनुहुन्छ भने तपाईहरूलाई पाठ 6 को हाम्रो कोहलपुर आयोजनामा तपाईले केही जान्नुभएको छैन भने यो भिडियोमा म तपाईहरूलाई सिकाउने छु। चित्रमा के देख्नुभयो छ फर्स्टमा यो भिडियोलाई सबैभन्दा पहिला यो भिडियोलाई लाइक सब्स्क्राइब गरिदिनुहोस्। हुन्छ त हामी अब छिटो यो सिक्नेछौँ है त गाइजहरू। चित्रमा के देख्नुभयो? हामीले चित्रमा के देखेछौँ म भन्नेछु है त साथीहरू, ध्यान दिएर सुन्नुहोस्। चित्रमा धरहरा र खानी पोखरी देखिएको छ है त, फर्स्टकै हो। अब सेकेन्डमा, के तपाईँ ठाउँमा पनि तस्बिर के तपाईको ठाउँमा पनि तस्बिर देखिएको जस्तै पानी टंकी छन्? यसको उत्तर हो हाम्रो ठाउँमा पनि तस्बिरमा देखाएको जस्तै टंकी छन्। सेकेन्डको उत्तर यही रहेको छ। अब यो है त गाइजहरू, उक्त तस्बिरमा देखिएको वस्तु के कामको लागि प्रयोग गरिन्छ? हामीले उक्त तस्बिरमा देखिएको वस्तु के कामको प्रयोग गरिन्छ, के कामका लागि प्रयोग गरिन्छ यो सिकाउँदैछु हजुरहरूलाई, हेर्न सक्नुहुन्छ। हामीले तस्बिरमा देखिएको पानी टंकी पानी भाडालाई गरी घरमा खानेपानी पिउन प्रयोग गरिन्छ है त। यसको उत्तर यही रहेको छ। अब यसमा जानेछौँ हामी। के तपाईँ माथिका तस्बिरमा देखाइएका जस्तै कुनै स्थानमा जानुभएको छ? यसको सही जवाफ हो तपाईहरू यो माथि देखाएको स्थानमा कहिले जानुभएको छ भने हो, म माथिका तस्बिरमा देखाएको जस्तै स्थानमा गएको छु लेख्नुहोस्। तपाईँ यदि जानुभएको छैन भने म यो माथि तस्बिरमा माथि देखाएको तस्बिरमा गएको छैन लेख्न सक्नुहुन्छ। हुन्छ त यो भिडियो कस्तो लाग्यो तपाईहरूलाई? भिडियो राम्रो लाग्यो भने लाइक सब्स्क्राइब एन्ड सेयर गरिदिनुहोस्। म मिल्ने छु अर्को भिडियोमा। अहिलेको लागि बाई बाई।